एभ्रिवान, नमस्ते। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल नेपाली किचन एन्ड ब्लग। आज चाहिँ हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आज फेरि म हजुरमाझ एकदमै नयाँ खालको रेसिपी सेयर गर्न गइरहेको छु। आज चाहिँ मैले व्हाइट सस पास्ताको रेसिपी सेयर गर्न गइरहेको छु। हाम्रो घरमा उपलब्ध भएका सामग्रीहरूबाट एकदमै मिठो खालको र एकदमै हेल्दी खालको यसरी पास्ता बनाउन सकिन्छ। यसलाई चाहिँ बेसामेल सस पास्ता पनि भनिन्छ। अब यसलाई ढिला नगरी बनाउनतर्फ जाउँ आवश्यक सामग्रीहरूबाट। यहाँ चाहिँ मैले पास्तालाई लिएको छु। यो चाहिँ 200 ग्राम जति छ। अब यसलाई चाहिँ हामीले बोइल गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले एउटा प्यानमा पानीलाई तताउन राखेको छु। पानी पनि उम्लिसकेको छ। यसमा मैले थोरै तेललाई राखिदिएँ। पानी उम्लिसकेपछि मैले यो पास्तालाई यो पानीमा राखिदिएँ। पास्तालाई चाहिँ कति मिनट उमाल्ने भनेर बाहिरको खोलमा लेखेको हुन्छ प्याकेटमा, हजुरहरूले हेर्न सक्नुहुनेछ। र मिनिमम हामीले 7-8 मिनट जति चाहिँ यसलाई बोइल गर्नुपर्ने हुन्छ। अब यसलाई यतिकै बोइल हुन छोडिदिने। यहाँ चाहिँ पास्तालाई बोइल गर्न राखेको पनि 7-8 मिनट जति चाहिँ भइसकेको छ। अब यसलाई चेक गर्ने पाकेको छ कि छैन भनेर यसरी ल हेर्नुहोस् त, यो चाहिँ पाकिसकेको छ। अब यसलाई म निकाल्छु। यहाँ चाहिँ मैले पास्तालाई यसरी राम्रोसँग पानीमा पखालेर लिएको छु, चिसो पानीले पखालेर। यहाँनिर मैले एउटा प्यानलाई तताउन राखेको छु। प्यान पनि तातिसकेको छ। यसमा मैले तेललाई राखेँ। तेललाई चाहिँ एकछिन तात्न दिने। यहाँ चाहिँ तेल तातिसकेको छ। तेल तातिसकेपछि मैले प्याजलाई राखिदिएँ थोरै। त्यसपछि मसिनो गरेर यसरी कटिङ गरेको लसुनलाई पनि राखिदिएँ। यसलाई चाहिँ हामीले गोल्डन ब्राउन हुनेसम्म फ्राई गर्ने। यतिको फ्राई भइसकेपछि मैले यहाँनिर मसिनो गरी कटिङ गरेको क्यारोटलाई राखेँ। त्यसपछि थोरै ब्रोकौलीलाई पनि राखेँ। ट्रेडिसनल्ली चाहिँ हामी व्हाइट सस पास्तामा यो भेजेजहरूलाई युज गरिँदैन, तर मैले चाहिँ यहाँनिर युज गरेको छु। हजुरहरूलाई मन पर्दैन भने चाहिँ यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। भेजेजहरू राख्दा चाहिँ हेल्दी पनि हुन्छ र टेस्टी पनि हुन्छ। हामीले यो भेजेजहरूलाई चाहिँ 2-3 मिनट जति फ्राई गर्नुपर्ने हुन्छ। हल्का सफ्ट मात्र बनाउने, ओभर कुक गर्नु होइन। यहाँनिर भेजेजहरू चाहिँ पाकिसकेको छ। अब मैले यसलाई ट्रान्सफर गर्छु। अब मैले यही प्यानमा थोरै तेललाई राखिदिएँ। तेललाई एकछिन तात्न दिने राम्रोसँग। यहाँनिर तेल तातिसकेको छ। मैले यसमा 2 चम्चा मैदालाई राखेँ।
अब यसलाई चाहिँ राम्रोसँग यसरी फ्राई गर्ने। यहाँ चाहिँ मैदाको कलर यतिको चेन्ज भइसकेपछि अब थोरै थोरै दुधलाई राख्दै यसलाई चलाउने। एकैचोटि धेरै दुधलाई राख्नु हुँदैन, यसरी थोरै थोरै दुधलाई राखेर चलाउने। यसमा चाहिँ लम्सलाई पर्नु नदिने। अब चाहिँ एकैचोटि सबैलाई राखेर एउटा क्रिमी टेक्सचर आउन्जेलसम्म यसलाई पकाउने। अब चाहिँ हाम्रो सस यतिको भइसकेपछि मैले यहाँनिर पास्तालाई राखिदिएँ र यसमा एकदमै राम्रोसँग यसरी मिक्स गर्ने। अब अघि फ्राई गरेर राखेको भेजेसलाई पनि यसमा राख्ने। अब यसमा स्वाद अनुसार नुनलाई पनि राख्ने। रेड चिली पाउडर, थोरै ब्ल्याक पेपरको पाउडरलाई पनि राखिदिएँ। अब चाहिँ यसमा राम्रोसँग यसरी मिक्स गर्ने। यहाँ चाहिँ हाम्रो व्हाइट सस पास्ता बनेर खानको लागि रेडी भइसकेको छ। अन्तिममा मैले यहाँनिर चिजलाई पनि राखिदिएँ। यो चाहिँ पोर्सेड चिज हो। यसले चाहिँ एकदमै मिठो फ्लेभर दिन्छ र क्रिमी टेक्सचर पनि दिन्छ। चिजलाई राखेर सबैतिर यसरी मिक्स गरिदिने। एकदमै हेल्दी र एकदमै मिठो खालको यसरी हामीले घरमै उपलब्ध भएका सामग्रीहरूबाट व्हाइट सस पास्ता बनाउन सकिन्छ। यो पास्ता चाहिँ सानोदेखि ठुलोसम्मलाई सबैलाई मनपर्छ र एकदमै हेल्दी पनि हुन्छ, टेस्टी पनि हुन्छ। हजुरहरू पनि एकपल्ट ट्राई गर्नुहोला। ल हेर्नु त साथीहरू, हेर्दै कस्तो खाउँ खाउँ लाग्ने व्हाइट सस पास्ता यसरी बनेर रेडी भइसकेको छ। अब यसलाई सर्भ गर्नतर्फ लागे। यहाँ चाहिँ मैले पास्तालाई यसरी सर्भ गरेको छु। हेर्नु त साथीहरू, हेर्दै खाउँ खाउँ लाग्ने एकदमै मिठो तरिकाले क्रिमी टेक्सचर बनाएर हामीले
व्हाइट सस पास्तालाई बनाउन सकिन्छ। हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक गरिदिनु होला र आफ्नो साथीभाइहरूसँग सेयर पनि गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल नेपाली किचन एन्ड ब्लगलाई सब्सक्राइब गर्न भने चाहिँ नबिर्सिनु होला र छेउमै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला र घन्टीलाई अल गरिदिनु होला। यस्तै रेसिपीको भिडियो आउनेछ। आजलाई नै